हाम्रो देशका आर्मीहरूसँग विभिन्न किसिमका एयरक्राफ्टहरू छन्, जुन मध्ये ट्रान्सपोर्ट एयरक्राफ्ट, भिआइपी ट्रान्सपोर्ट र युटिलिटी एयरक्राफ्टहरू सामेल छन्। र नेपाल आर्मीसँग प्लेन र हेलिकप्टर भए पनि आफ्नो देशको एउटा छुट्टै मिलिटरी एयरफोर्स चाहिँ अझै पनि छैन। मैले आफ्नो देशको बारेमा नराम्रो भन्न खोजेको चाहिँ होइन, तर सच्चाइ अलिकति नमिठो हुन सक्छ। तपाईलाई पनि थाहा होला, नेपालसँग कुनै पनि फाइटर जेट छैन। अरू देशको केसमा फाइटर जेट र खतरनाक मिलिटरी वेपन्सहरू एकदमै आवश्यक पर्छ। र नेपालको केसमा नेपाल अरू देशसँग लडाई झगडा नगर्ने भएकोले र सबै देशसँग मिलेर बसौँ भन्ने चाहना भएकोले आजसम्म फाइटर जेटहरूको आवश्यक परेको छैन। हाम्रो देशमा खतरनाक फाइटर जेटहरू नभए पनि हाम्रो देशका सेनाले के कस्ता हवाईजहाजहरू उडाउँछन् त्यो जान्नु चाहिँ एकदमै आवश्यक छ। र यो टपिकमा मैले योभन्दा अगाडि पनि एउटा भिडियो बनाइसकेको छु र त्यो भिडियोको लिङ्क चाहिँ कमेन्टमा राखेको छु। र नेपाल आर्मीले चलाउने हवाईजहाज मध्ये सुरुमा हेरौँ युरोकप्टर AS350। यो हेलिकप्टरलाई फ्रान्सले 1974 मा बनाएर अफिसियली लन्च चाहिँ 1975 मा गरेको थियो। यो हेलिकप्टर सिंगल इन्जिनको भेरिएन्टमा आउँछ र यसको एउटा राम्रो फिचर भनेको चाहिँ हेलिकप्टर छिटो स्टार्ट हुने र छिटो शटडाउन हुने हो, जुन चाहिँ इमर्जेन्सी केसमा निकै महत्त्वपूर्ण हुन्छ। र यो हेलिकप्टरलाई नेपाली सेनाले मात्रै नभएर अरू 40 वटा भन्दा बढी देशका एयरफोर्सले चलाउने गर्छन्। र आजको दिनसम्म यो हेलिकप्टर 7000 वटा भन्दा बढी म्यानुफ्याक्चर भइसकेको छ। र नेपालसँग चाहिँ यो हेलिकप्टर जम्मा 2टा रहेको छ। त्यसै गरी नेपाल आर्मीसँग भएको अर्को एयरक्राफ्ट रहेको छ बेल 407। यो हेलिकप्टरलाई युएसएले 1995 मा कम्प्लिट गरेर अफिसियली एनाउन्स चाहिँ 1996 मा गरेको थियो। यो हेलिकप्टर पनि सिंगल इन्जिनको साथमा आउँछ र यसको इन्जिन चाहिँ रोल्स रोयसको टर्बो साफ्ट इन्जिन भएकोले यही क्याटेगोरीको अरू हेलिकप्टर भन्दा अलिक बढी भारी बोक्न सक्ने क्षमता रहेको छ। र इन्जिन राम्रो भएकोले सबै टेम्परेचरमा यो हेलिकप्टरले बेस्ट पर्फर्मेन्स दिन्छ। र नेपालको कुरा गर्नुपर्दा चाहिँ नेपाल आर्मीसँग यो हेलिकप्टर जम्मा 3टा रहेको छ। र त्यसै गरी अर्को एयरक्राफ्ट रहेको छ नर्मेन BN2 आइल्यान्डर। यो प्लेनलाई युके को ब्रिटेन नर्मेन कम्पनीले बनाएको थियो। आजभन्दा 57 साल अगाडि नै जुन चाहिँ 1965 मा यो प्लेनलाई बनाइएर तयार पारिएको थियो। र यो यति पुरानो डिजाइन भए पनि रिपोर्टको अनुसार संसारभरिमा 800 वटा भन्दा बढी आज पनि सञ्चालनमा आइरहेको छ, जुन मध्ये 30 वटा भन्दा बढी देशका मिलिटरीहरूले चलाउने गर्छन्। र नेपालको कुरा गर्नुपर्दा चाहिँ नेपालले धेरै वर्ष अगाडि नै युके सँग एउटा किनेको थियो। र नेपाल आर्मीसँग यति मात्रै नभएर अरू एयरक्राफ्टहरू पनि रहेको छन्, जुन चाहिँ यो भिडियोमा रहेको छ। र खतरनाक हात हतियारको बिना नै हाम्रो देशलाई आजसम्म सुरक्षित राख्ने यी वीर सेनाहरूको लागि कमेन्टमा जय नेपाल आर्मी लेख्न चाहिँ नबिर्सिनु होला। र भिडियो मन पर्यो भने तपाईको आर्मी लभर्स साथीहरूलाई पनि सेयर गर्नु होला। र अहिलेको लागि म बिदा हुन चाहन्छु। जय नेपाल।